हेलो नमस्ते, मेरो नयाँ भिडियोमा तपाईलाई स्वागत छ। तपाईहरु सबैलाई थाहा नै छ लोकल रक्सी जुन जाँडबाट बनाइन्छ, तुम्बा बनाइन्छ। त्यो जाँड बनाउनको लागि एउटा अत्यन्त आवश्यक छ, औषधि जतिकै काम गर्छ। त्यसको नाम हो मर्चा। यो भिडियोमा तपाईहरुलाई म मर्चा कसरी बनाउँछन् भनेर म यो भिडियोमा पुरै देखाउँछु। भिडियो कृपया अन्तिमसम्म स्किप नगरी हेर्नु होला, साथ दिनु होला। यसलाई भन्छ गुलियो झार, यसलाई भन्छ बुङबुङे झार, भुई कटरको पत्ता, कटरको पत्ता, यो चाहिँ आँपको पत्ता कलिलो, यो चाहिँ अम्बकको पात, केराको गुबा, यो अदुवा पनि मिसाउने। यसलाई मसिनो गरेर काट्नुपर्छ यसरी। मसिनो गरेर काटेपछि यसरी ओखलीमा राखेर कुट्नुपर्छ। ओखलीमा राखेर यसरी कुट्नुपर्छ। ल हाम्रो कुटेर पनि तयार भइसक्यो। यस्तो मसिनो बनाउनु पर्छ। यो चाहिँ चामलको पिठो। यसरी कुटिसकेपछि यहाँ चामलको पिठोमा मिसाउनु पर्छ। चामलको पिठो र अहिले कुटेको सबै मिक्स गर्नुपर्छ र मजाले मिलाउनु पर्छ पुरै। यसरी पानी हाल्ने, रोटीको पिठो बनाए जस्तो यसरी बनाउनु पर्छ। डल्लो डल्लो बनाउने, यसरी गोलो। यसलाई मसिनो गरेर यसलाई भन्छ माउ मर्चा। माउ मर्चालाई यो बनाएको गोलो गोलोसँग मजाले मिलाउनु पर्छ। त्यो दहीमा जोडन लाउँछु नि त्यसको। मर्चालाई यसरी परालले छोप्नुपर्छ। त्यस पछाडि यसरी गुम्साएर राख्नुपर्छ। तातो बनाएर यसरी गुम्साएर 2-3 दिन पछाडि निकाल्दा यस्तो देखिन्छ। अब यसलाई घाममा सुकाउनु पर्छ अनि हाम्रो मर्चा तयार हुन्छ। अब मजाले घाममा सुकाउने, हाम्रो मर्चा रेडी भयो।